तपाईहरुलाई मेरो अर्को भिडियोमा स्वागत छ। आज चाहिँ मैले क्लास 10 को अल्जेब्रासँग कम्पलसरी म्याथको क्लास 10 को कम्पलसरी म्याथ अल्जेब्रा रिलेटेड एउटा क्वेशन लिएर आएको छु, जुन चाहिँ एक्जाममा 2 अथवा 3 मार्क्समा सोध्ने गरिएको छ है। यो एकदमै इम्पोर्टेन्ट क्वेशन छ, यसलाई ध्यान दिएर हेर्नु होला। अब यसको सबभन्दा पहिला हामीले फर्मुला जान्नुपर्ने हुन्छ। मेन गरी साइडमा म दुईटा फर्मुला लेखिदिन्छु। एउटा भनेको a स्क्वायर माइनस b स्क्वायर भनेको a प्लस b a माइनस b हुन्छ भनेर जान्नु पर्यो। अर्को a प्लस b को होल स्क्वायर भनेको a स्क्वायर प्लस 2ab प्लस b स्क्वायर हुन्छ भनेर जान्नु पर्यो। अन्य अरू फर्मुलाहरू पनि छन्, जुन रिलेटेड चाहिँ म अर्को भिडियोमा बनाउने छु। यसमा चाहिँ हजुरहरूले यो फर्मुलालाई चाहिँ जेनरल युज गर्नु पर्यो र एउटा हामीलाई चाहिँ रुट सम्बन्धी चाहिँ नियम थाहा हुनु पर्यो। भन्नाले रुट a को स्क्वायर भयो भने के हुन्छ त, यो काटिन्छ, यसरी a हुन्छ। रुट a इन्टु रुट a भनेको रुट a को स्क्वायर हुन्छ र यसरी काटेर a मात्रै हुन्छ भन्ने यो कुराहरू चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ विशेष गरी। ठिक छ, त्यसगरी यहाँ यसलाई सल्भ गरौँ। यो इम्पोर्टेन्ट क्वेसन हो, यसलाई पनि म बीबीआई नै दिन्छु, ध्यान दिएर हेर्नु होला। यो दुईटा बीचको एलसीएम लिउँ। ठिक छ, एलसीएम भनेपछि के हो, साझा हो। एलसीएम भनेको के हो, लसा। एलसीएम भनेको नेपालीमा यसलाई लसा भन्छ। लसा भनेको चाहिँ साझा इन्टु बाँकी, यानी कि इङ्ग्लिसमा चाहिँ कमन इन्टु रिमेनिङ फ्याक्टर्स हुन्छ हो। यो लसा लिउँ, यसको दुईटामा साझा के छ, 8 साझा छ र बाँकी रहेको बाँकी साझा भनेपछि दुईटामा 8 साझा छ, 8 यहाँ लिए र बाँकी गुणनखण्ड कुन छ, यो रहेछ साझा त छैन, त्यही भएर यसलाई हामी लेख्छौँ रुट a माइनस 1 प्लस 1 क्रस मल्टिप्लाई गरिदिउँ। यतापट्टि के भयो, रुट a प्लस 1 प्लस रुट a माइनस 1 प्लस 2 रुट a का मनतिर 8a माइनस 1। ठिक छ, नबुझ्ने केही पनि छैन। अब यहाँ के हुन्छ त, माइनस प्लस के हुन्छ, हाम्रो काटिन्छ। यो माइनस र ए प्लस काटियो, रुट ए 2 रुट ए। अब मुनतिर हेरौँ, यो कुनको फर्ममा छ हेर्नु त एकचोटि, यो र यो ए माइनस बी ए प्लस बी हो, अथवा ए प्लस बी ए माइनस बी छ भनेपछि यो ए स्क्वायर माइनस बी स्क्वायरको फर्ममा छ। यसलाई हामी के गरौँ त, 8 ए को होल स्क्वायर माइनस स्क्वायर 2 रुट ए का मुनतिर 8a माइनस 1। मैले यहाँ भनिरहेको छु, रुटको यो स्क्वायरले रुट काटिन्छ भनेपछि यसले पनि के भयो त, यो रुट काटिदियो। हामीसँग मुनि के बाँकी रह्यो, 8a माइनस प्लस 2 रुट ए। दुईटामा साझा छ हो, साझा भइसकेपछि हामीसँग के हुन्छ, साझा भइसकेपछि हामीले यसलाई एकचोटि मात्रै लेख्नुपर्ने हुन्छ हो। द्याट इज 8a माइनस 1। दुईटामा साझै छ, त्यो भएर केही पनि भएन, माथिको जोडिन्छ हो। 2 प्लस 2 कति हुन्छ हाम्रो, 2 प्लस 2 हुन्छ हाम्रो 4 रुट ए 8a माइनस 1। 4 2 छ 8, द्याट इज रुट ए मुनतिर 2a माइनस 1 चाहिँ हाम्रो एन्सर हुन जान्छ हो। यहाँ केही पनि गरेको छैन, मैले विशेष गरी यो फर्मुलाहरू मेन चाहिँ हजुरहरूले यो फर्मुला जान्नुपर्ने हुन्छ हो। यो फर्मुलाहरू चाहिँ जान्नु हो भने अल्जेब्रा सजिलो छ। यसमा 2 मार्क्सबाट एउटा क्वेसन आउँछ र इन्डिसियसबाट पनि आउने हुन्छ। विशेष गरी यसको बेसिक रुल जान्नुभयो भने सजिलो छ र यस्तै खाले अर्को पनि लिएर आउनेछु छिटै नै। त्यसम्मको लागि भिडियोलाई लाइक, कमेन्ट, सेयर गर्नु होला। हस्त, धन्यवाद।